हेर्नुहोस् है त मैले चाहिँ ह्युमन हर्लिक्स अर्डर गरेको हो। यसको प्राइस चाहिँ छ 355 र मैले पाएँ 295 मा पाएँ हो डिस्काउन्टमा। र यो डिसवास बिकोको हो। यसको प्राइस चाहिँ छ तपाईको 199 र अर्को चाहिँ छ सर्फ एक्सेल। यो चाहिँ डिस्काउन्टमा छैन। यो 500 ग्रामको 115 हो। यो डिस्काउन्टमा छैन है फ्रेन्ड्स। र अर्को चाहिँ मैले अलिकति 100 ग्राम गार्लिक अर्डर गरेँ किनभने घरमा पनि छ अलिकति हो। र यो चाहिँ मैले पाएँ एमआरपी छ 25 है र डिस्काउन्टमा 19 रुपियाँ मात्रै 100 ग्रामको। र यो चाहिँ जिन्जर है। यहाँ एमआरपी छ 49 र मैले डिस्काउन्टमा पाएँ 37 मा। यो चाहिँ हो क्याचको हल्दी हो। यसको प्राइस चाहिँ छ तपाईको 37 र मैले डिस्काउन्टमा पाएँ 32 मा। र यो हो टाटा सल्ट हैन। यसमा चाहिँ बेसी डिस्काउन्ट छैन, 30 रुपियाँको रहेछ र मैले 29 मा पाएँ। र यो चाहिँ सानो हनी है। मेरो घरमा पनि छ, त्यही भएर सानो अर्डर गरेको है। र यो चाहिँ 75 को थियो र मैले 65 मा पाएँ है। र यो चाहिँ ओइलिभ एक्टिभ हो। म चाहिँ रिफाइनमा चाहिँ यही खान्छु हो। यो चाहिँ खानाहरू बनाउनु पनि एकदमै टेस्टी हुन्छ है। पुरीहरू पोल्नु पनि एकदमै टेस्टी हो यो ओइल चाहिँ है। र यो चाहिँ तपाईको रहेछ 275 र मैले डिस्काउन्टमा पाएँ 265 मा। यो तेल युज गर्नुहोस् है तपाईहरु पनि एकदमै दामी छ। र यो पालि मैले इमामी हेल्दी एन्ड टेस्टी मस्टर्ड ओइल अर्डर गरेँ है। र यसको एमआरपी छ तपाईको 205 है र मैले पाएँ 166 मा। यो पनि पुरा टेस्टी हुन्छ। म तेलहरू चाहिँ चेन्ज गरी नयाँ जो पनि ब्रान्ड निक्लिन्छ एकपल्ट टेस्ट चाहिँ जरुर गर्छु। तर इमामी पनि एकदमै दामी छ। यो पनि तपाईहरुले अर्डर गर्न सक्नुहुन्छ, एकदमै राम्रो छ। सो फ्रेन्ड, र यो चाहिँ मन्त्रको जीरा पाउडर है। यो तपाईको यसको प्राइस छ 42 र मैले डिस्काउन्टमा पाएँ 22 मा 100 ग्रामको। यसको पनि मन्त्रको पनि मसलाहरू एकदमै राम्रो हुन्छ, तपाईहरुले पनि ट्राई गर्नुहोस् होला है। र फ्रेन्ड्स, मेरो सबै सामानहरू हेरिहाल्नु भयो।